चाहिँ आज बारीमा आएको के माथि बजारबाट यता गाउँको घरमा आएको खेत आएको काम थियो त्यस सकेर यो राम्रो रुखको आँप टिपे अनि यो फेरि बिग्रेको रहेछ यो रुखको त्यही पनि टिपे फाल्नुहुँदा है चाहिन्छ भनेर यो चाहिँ पाकेको जस्तो छ यो राम्रो फलको रुख हो कस्तो राम्रो छ है गाइज म चाहिँ अब बोरामा प्याक गर्छु मैले बोरामा प्याक गरिसकेँ गाइस अब यहाँबाट लाग्छु म यहाँ सागहरू छ फर्सीको मुन्टा के दामी छ त्यहाँ आमाले बेसार लाउनु भएको छ अब जान्छु म अझ खाइन्छ दामी मजाले अब म यहाँबाट हिँडेँ कस्तो दामी छ यो पनि फर्सीको रहेछ गाइस यहाँ आमाले के लगाउनु भएको छ बारेमा देखाउँछु ल सागको देखिसक्नुभयो यो चिचिना हो सर्प जस्तै प्याक गर्छु ल यो सानो फलेको छ त्यसपछि यत्रो फलेको छ गाइस यत्रो साग दामी छ गाइस बोका हेर्ने बोका नाइ गरे किन नाइ भन्छ त गाइस बोकाले त यस्तै हो कति गर्मी आएको अर्को भिडियो बनाउँछु ल।